हेलो एभ्रिवान यस्तो अल्छी लाग्यो घर बस्दा बस्दा गेम खेल्दै भनेर आएको रेकर्ड गर्न नमिल्दा दिमाग खराब भयो त्यो नि केही छैन होइन सो इट्स मी जङ्गियर फेरि अब धेरै पछि खेल्दैछु म चुसन होइन टक्क लाएर गेम खेल्न बसेको लाइभ हेर्दै गर्दै बसौँ भनेको कुरी मोबाइल तातेर होइन त्यो भएर चाहिँ रेकर्डेड भिडियोबाट रेकर्ड गरेँ क्या धेरै पछि गुसन खेलिदिएको होइन सबमा यस्तो स्किल इस्यु भएर दिमाग खराब भयो आफ्नै टिममेटहरू पनि हेरेन दिदीले यस्तो चम्केर आएर फेरि मारिदिउँ भनेको लियो मर्दै मारिदिइराख्यो के भन्ने भने केही छैन त्यो पनि टक्क लाएर खेलियो धेरै पछि यहाँ गेम खेलियो आज निकै खुसी पनि लाग्यो यस्तो अल्छी लाग्दो रहेछ घर बस्दा बस्दा नि होइन टक्क लाएर भेक्सिनलाई मारिदिउँ भनेको त च्वास लाएर ड्र्यागन लाग्दिरहेको गेममा पनि यस्तो यस्तो आउँछ नि कपालहरू आएपछि दिमाग खराब हुने कि यस्तो भिडिरहेको छैन न के सपराउँछ एक्सपी होइन हेर न गुन्डी अझ त्यो गुन्डीलाई त म के गरौँ कि त्यही पनि केही छैन गुन्डी अब आफ्नै साथीहरू हो होइन यो तिनजना टक्क लाएर साथीसँग खेलौँ भने त हुन त अब खासमा म सोलो ऱ्याङ्क पुसहरू होइन त्यही पनि अब कस्तो कहिले कहिले साथीहरूसँग खेलिन्छ कि टक्क लाएर एम्बुस हान्दै थिएँ आउँदै आउँदैन त्यो गुइनीबाट नाइ जानु टक्क लाएर क्रिप हान्न गएको त जुलियन टुप्लुक्क आइदिइरहेको ल झन्डै मारेको यसले मलाई आमा के साह्रो जङ्गेर आएको भने नाम चाहिँ मेरो जङ्गे आछ मैसित जङ्गेर आउँछ भने के भन्ने अब यस्तोलाई टक्क लाएर फेरि रिकल गरेर गएँ बेसतिर यस्तरी त नि मारिहाल्छ नि यसले भने टक्क लाएर गएको एचपी बन्नेमा क्या टाइम लगाइदिइरहेको होइन गेम खेल्ने बेला अब हुन्छ नि एउटा म्याप चेन्ज हुन्छ गेम प्लेहरू हुन्छ होइन अब आफूलाई त खेल्न आउँदैन होइन भर्खरको जस्ट स्टार्टेड खासै राम्रोसँग चलाउनु नि आउँदैन त्यो पनि यसो ट्राई हानिदिएको होइन मस्त गुसन चलाउन सिकिरहेको थिएँ फेरि म चाहिँ क्लासिकमा के चलाउन सिक्ने सिधै ऱ्याङ्कमा हानिदिन्छु म चाहिँ होइन म त्यही अब क्लासिकमा यस्तो सिकेको मनै पर्दैन खेल्यो भने सिधै ऱ्याङ्कमा खेल्ने हो नि होइन क्लासिकमा को खेलेर बस्छ टक्क लाएर क्रिप हान्दै थियो गुइनीबाट यताबाट आएको जस्तो लाग्यो भनेको त जुलियन पो झन्डै मारेको यो आएर त्यही पनि यसलाई नि च्वास हान्दिउँ भनेको त मासला मारिदियो त गयो मलाई त्यही पनि केही छैन कि रफिला जिन्दाबाद होइन रफिलाले बचाइदिएको नि यस्तो टिमेट होस् के चाहियो र मलाई पनि मरेको बेला यस्तरी बचाइदिएपछि त कुरै सक्यो कि टक्क लाएर माथि फाइट भइरहेको थियो म चाहिँ यसो फार्म हान्नु भनेको फार्म हान्दै बस्ने फार्मै नभइकन गेममा के जानु हो न बिल्ड बन्छ न के भन्छ मस्त फाइट हान्नु थियो म मस्त गोल लुटिएको थिएँ बाल्दै फरेर त्यो मेल्समा टावरबाट बाहिरै ननिस्किने भइगयो त्यो टरेट हक गरेर बस्यो कि घुसन देख्ने बित्तिकै फेरि आफूलाई चलाउनु नै आउँदैन खासै होइन फर्स्ट टाइम चलाइदिएको यसोमा हेलो भन्न जाउँ भनेको यो कुरी हाम्रो अर्को साथी यो 1-1 के पो थियो यो स्यारोन साई यसो जिस्काएर बाहिर निकाल्नु नि हो के साह्रोमा भित्रै पेलिदिन्छ क्या फेरि बस्दा भक्क लाग्यो माट्यो नि त्यसपछि गएँ माट्यो नि मुनतिर जाउँ भनेको फेरि आउला कि भनेर बसेको त कोही नआउँथेर क्या यसोमा अब यसो हानिदिउँ मेल्छला भनेर गएको होइन झन्डै अब देखिदिरहेको क्या माटो नि टक्क लगाएर त्यही पनि यस्तो ट्राई हान्नु कि भन्ने गएको त होस् छोड्नु के हान्ने यार बिचरा फार्म गरोस् फर्केँ आफ्नै लेनतिर लुइँ लगाएर होइन टक्क लगाएर पनि मिनियनहरू खाएँ बसिने होइन यस्तै छ गेम के गेम खेल्नै नआउने छ मलाई फेरि कसरी चाहिँ सिक्ने हो क्या यो गेम खेल्न कोही सिकाओ न यार कोही छ भने कोही सिकाओ त्यो यार मलाई यो कसरी चलाउँछ गुसनै चलाउन आउँदैन मलाई प्रायः जस्तो यार गेमको नाममा माटो नै खेल्यो मात्र बस्यो यस्तो अल्छी लगाएर खेलिदिएको त्यही पनि के छ र यस्तो मिनियन खानु जाउँ भनेको त भेक्सिना दिदी त टुप्लुक्क आइपुग्दिएर क्या अब कहाँ चाहिँ जाने थियो क्या घुमिरहेको थियो माथि फाइट लिइसकेको फेरि एउटाले जानै पऱ्यो फाइटमा अहिले फेरि कराउन थाल्छन् होइन मिड लेनहरू नु यताउता ल्याग्नेहरू त्यस्तो यस्तो च्वास हान्दिने भएको त टुक्ने मऱ्यो नि क्या त्यो भने एसिस्ट पो आउँछ त हौ जति हान्दा नि एसिस्ट आउँछ एन्जिला चुमुक गरेर चाहिँ यसलाई सर्टाइदिइहाल्यो पहिला होइन यो भेक्सिना 1 एसपीमा थियो छिर्दिउँ कि भनेको कोही छिर्दैन अड्काइदिएर क्या त्यही नि स्वास्थ्य ड्रागल भइरहेछ मर्दिएर
टक्क लगाएर लेन पुस गरेन अनि यस्तो फर्किदिएको त टक्ने है उहाँ त खेल्नै नहुने जस्तो फिल भइरहेको भने के हो कि यो गुसन हो यो गुसन मलाई कसैले खेल्न सिकाइदियो यार यस्तो अल्छी लाग्दा यस्तो गेममा नि यस्तो हुन्छ र अनि अल्छी लाग्छ क्या अब गेममा अब आफ्नै टिममेटहरू पऱ्यो भने त ठिकै हो तर सोलो ऱ्याङ्क पुस गर्दाखेरि चाहिँ बाबा रे बाबा यस्तो दिमाग खराब हुन्छ यस्तो बट प्लेयरहरू आउँछ नि होइन के भन्ने क्या यस्तो गुनी बेला नि स्वाद खालि भनेर गएको झन्डै उफारिदियो क्या मलाई त्यही पनि ल्याम्मै ड्राइभर घुसाइदिएको त ल यताबाट आएर जुलियन निस चल्टाइदिएर मलाई फेरि त्यही पनि केही छैन होइन गेममा कहिले मर्ने उ त भइहाल्छ नि हामी चाहिँ कोन छ थोडा इमोटल हो र होइन टक्क लाएर मर्दैन भने क्या टक्क लाएर गएको यो जुसनमा त्यहाँ हानिरहेको छ कृपया अब रफिलालाई यसो सिग्नल दिउँ भनेको के सिग्नल दिउँ यसरी गएँ आफ्नै लेन क्लियर गर्ने गेम भनेको यस्तै हो मेरो होइन सोलो खेलिन्छ कहिले साथीहरूसँग खेलिन्छ हल्का जस्ट रमाइलोको लागि मात्र खेलिन्छ अब त्यो ऱ्याङ्कै पुस गर्ने भने त के खेल्नु र होइन गेममा त अब कहिले हारजित त भइ नै हाल्छ नि कि कसो यसो क्रिप हानेपछि यस्तो गुइनीवाला हेर्नु जाउँ भनेको क्रिपै यस्तो ड्यामेजै नपुगेर फार्मै पुग्दैन के गर्नु र त्यही पनि मारियो अब यसो गुइनीवाला हेल्लो भन्न जाउँ भनेको त्यसको अब स्किल आउने होला झन्डै उफारिदियो क्या मलाई फेरि मस्त दिमाग चिरमा होइन घर बस्दा अल्छी लागिसकेको थियो मलाई टक्क लाएर गेम खेलेर मुड फ्रेस बनाउन आऊँ भनेको गेममा पनि फेरि झन् डबल पारा तात्तिने प्लेयर हेऱ्यो उस्तै आफ्नै टिममेट हेऱ्यो उस्तै कहाँबाट देखेछ टुने ल्याम्मै सेक्दिएको नि मलाई भनेको लास्टमा एक क्याचमा बचेर टाप के म फेरि झन्डै सिधाइदिएको यो तिनजनाले पख्न लेट गेममा यस्तो हान्छु भनेर बसिरहेको थिएँ म होइन आफ्नो फेरि फार्म नपुगेर तनाव भएर भने लेट गेममा त हान्थेँ नि तर के गर्नु फार्म पुगेन भने उल्टै आफूलाई हानिदिन्छ पखारले त्यही पनि केही छैन सकेसम्म खेल्ने ट्राई गरे हो होइन टरेटभित्रै घुस्न आएपछि यस्तरी जुलियनलाई अहिलेको बदला लिएँ त्यसपछि ल्याम्म लगाएर साइडमा गएको त झन्डै हाम्रोमा यो रफिलालाई नि मारिदिइसकेको थियो मलाई नि झन्डै मार्नलाई चाहिँ धन्न फिक्का हान्न फुत्त भएको क्या म चाहिँ फेरि यस्तैमा कहिलेकाहीँ गेम खेल्दाखेरि हुन्छ होइन पारो तात्यो भने ट्रक्क लगाएर भेक्सिन आएको ल्याम्मै ड्राइभर घुसाइदिएको सट डाउनै गर्थेँ क्या अघि नदेखिले मेरो यस्तो दिमाग खराब गरिरहेको थियो कि होइन जतिखेर नि अड्का छ कि टक्क लगाएर फेरि मिनियन यस्तो क्लियर गरेर जाउँ भनेको झन्डै गुइनीवाले उफारिदियो क्या फेरि यसलाई नि हेल्लो भनौँ भनेको त जुलियन त्यहीँ थिएन फेरि के मर्न गएर नि फोकटेमा त्यसै त आफूलाई घुसन चलाउन आउँदैन यसो हल्का सिकिदिरहेको थिएँ त्यही पनि क्लासिकमा होइन कि ऱ्याङ्कमा सिकेँ धेरै फिड किन दिनु भने यसो मिल्छ लाग्यो भन्न गएको त झन्डै मारेको क्या ल तर नि बाल बचियो भाग्दै थिएँ यताबाट भ्याक्सिनहरू जुलियनले फ्ल्याट मारिदिएर मासला तर केही छैन हाम्रो सपोर्टर छ तर रफिला जिन्दाबाद होइन बचाइदिए गर्छ कि रफिला भइसक्यो फेरि यस्तै सपोर्टिभ टिममेट भनेको कहिलेकाहीँ चाहिँ गेम खेल्दा नि पारो रक्क तातेर आउँछ क्या टिममेटलाई गाली गरौँ भने आफैलाई माछालाई ब्यान्ड लाग्छ गाली नगरौँ भने माछालाई यस्तोमा बड गेम प्ले देखाउँछ एआईले बरु राम्रो खेल्थ्यो होला तिनीहरूले भन्दा कहिलेको त यस्तो गाली गर्न मन लाग्छ यो गेममा झन् म कुरी यस्तो रिस कम होस् होइन दिमाग शान्त होस् भनेर गेम खेल्न आएमा गेममै उल्टो पारो तताइदिन्छन् कि अब आफ्नो के भन्ने अब यस्ताहरूलाई त्यही नि केही छैन होइन गेममा कहिलेको यस्तो चल्छ नि होइन यो चाहिँ मैले यस्तरी फर्स्ट टाइमै होला यस्तरी यो बोल्दै होइन भिडियो बनाएको चाहिँ योभन्दा अगाडि नै भिडियो त बनाएको थिएँ तर यस्तरी बोल्दै चाहिँ फर्स्ट टाइमै होला यसो टरेट पनि पुसान्नु भनेर गएको पोइ थिएन ल्याम्मै टरेट पुसानेर गएँ होइन यस्तो मिनेट्स पनि खानु पऱ्यो फार्म पनि गर्नु पऱ्यो नि त बेलामा यस्तो म्यापमा हेरेको गुइनी बराउँदै रहेछ अब के गर्ने एकजनालाई भए त मार्थेँ तिनजना छ त्यो पनि फर्स्ट टाइम घुसोन चलाएको कि न त ड्राइभर राम्रोसँग ठाउँमा घुसिरहेको थियो न त केही न गाली गर्न थालिसकेको थियो टिममेटहरूले अहिले राम्रो खेल्छ तैँले भन्दा अरे खेल्छ त अब के त फर्स्ट टाइम खेलेको त नि घुसन त्यही पनि भने त्यही पनि होइन सकेसम्म बोलाएर बस्ने यस्ताहरूसँग होइन मुखमुखे लागेर काम पनि छैन होइन बेकारमा आफ्नै पारा तात्छ
मस्त टिम फाइट भइरहेको थियो। म चाहिँ एकदमै चिलमा होइन मिनिमम काम गरी बसिरहेको साला जुलियन आएर पछाडि फेरि यस्तो दिमाग खराब गरेँ तिनजना चारजना भयो भरको सबै पछाडि क्या यस्तो त्यही पनि होइन यिनीहरूले मलाई सुहाउन सक्नु पऱ्यो नि त्यही माथि टक्क लाएर यस्तो टिम फाइटमा गइदिउँ भनेको त झन्डै मारेको त्यही माथि अब किन जानु टिम फाइटमा अहिले ड्यामेजै पुगेको छैन फोकट मरिन्छ मात्र भने रिकल गर्ने गएकोमा भ्याक्सिन आयो टुप्लुक्का मार्न यसले बिहा फेरि समाउन सक्नु पऱ्यो मलाई टक्क लाएर बेस जाँदै थिएँ आयो मेल्साको झन्डै ड्यामेज आयो क्या भ्याक्सिनलाई मारौँ भने मेल्साले मार्न आइहाल्छ त्यही माथि जस्ट सेफ खेल्ने बस्ने क्या लेट गेममा चाहिँ लेट गेम कुर्ने हो भर्खरमा 12 मिनट जति कति 13 मिनट जति भइरहेको थियो मस्त माछा त खाना नै बसेँ यताबाट फेरि माछा आयो रणपुतलीहरू यस्तो लौ न त एक दुईवटा ड्र्यागरमा लागि पो हाल्छ कि भनेर यसो एम्बुस हानिदिएको कोही पनि आउँदैन कोही पनि नआएपछि अब गुन्डी चाहिँ फेरि एक्लै भिड्न गएको दुईजनासँग है जुलियन एन्जिला होइन गुइनी भयो त्यहीँ चाहिँ एक्लै भिड्न गर्छ कि प्रो प्लेयर फेरि हाम्रो गुन्डी चाहिँ त्यही पनि मार्छ कि भनेर यसो गएको मारिदियो है मार्न चाहिँ मेरो चाहिँ एसिस्ट आइदिएर क्या केही छैन आफ्नो साथीहरूलाई यस्तरी हेल्प गर्नु चाहिँ लास्टै रमाइलो लाग्छ कि होइन चाहे जुनैसुकै क्यारेक्टर खेल्नु कि आफू मरेर भए पनि अब टिममेट बचाइन्छ होइन अनि आउँछन् भन्दै गेम सेन्स छैन यता छैन उता छैन त्यही पनि यसलाई यसो हेल्लो भन्न गएको त झन्डै आफैलाई चिलिमिचाट बनाइदियो आएको फेरि अब माछालाई हाम्रो आएपछि लड हान्दैछ यसो हेल्प गर्नु भनेको त आफै झन्डै मरेन भएन यसरी भनेर फेरि बेसमा रिकल गरेको है लड पनि हान्यो होला सायद यसरी भनेकोमा एन्जिलाले आफ्नै हाइपर मारिदियो क्या फेरि यस्तो टिम परेपछि के हुन्छ र गेममा आफ्नो लडाउनु पनि उतापट्टिको भ्याक्सिनाले टाक्क हान्दिएर टोक्ने लडै चोरिदिएर क्या कहिलेकाहीँ गाली गर्न मन लाग्छ माछालाई लोत गाली गर्न मन लाग्छ तर नै गेममा सबै जायज पलाएर बस्यो होइन कहिलेकाहीँ आफ्नो नि गल्ती हुन्छ यसो एम्बुस हान्दै बसिरहेको थिएँ भ्याक्सिनमा टर ल्याम्म ड्र्यागर घुसाइदिएको त च्वाटै सट डाउन के यस्तो आनन्द आउँछ माछालाई यस्तो ल्याङ गर्ने प्लेयरहरूलाई मार्दाखेरि चाहिँ होइन दिमाग खराब गरेर राखिन्छ कि पुरै गेमभरिमा जतिखेर नि सिसी हानेछ बसिया छ होइन भ्याक्सिना त सक्यो मिलसाक पालन एम्बुस हानेको यो पनि आयो ल्याम्मै माछालाई इन्स्ट्यान्टली क्या सुकुनवाला फिलिङ आयो कि यतिखेर चाहिँ होइन एम्बुस गरेर मानेको लास्टै मजा आउने रहेछ थर्काइरहेको थिएँ माछाले पक्क अहिले एकछिन लेट गेममा हेर्छु घुसन होइन ल ठिकै छ नि त लेट गेममा हेर बहिनी होइन म के भन्नु त लेट गेममा तिमीले हान्न सक्छौ तिमी हान म हान्न सक्छु म हान्छु भन्दैमा ल अस्ति खेल्दै बसिरहेको होइन आँखा पुरा टटाइरहेको थियो गेम खेल्ने बेला होइन पुरा कन्सन्ट्रेट भएर फर्स्ट टाइम खेलेको कसरी चलाउने यो घुसन भनेर खेल्दै बसिरहेको अनि टोक्ने अब सिकाउ भनौँ भने को छ र सिकाउने मलाई होइन कोही पनि छैन सिकाउने कसलाई सिकाउनु भन्नु ल्याम्म लाएर टोक्ने टरेट पुसाने उताबाट कसले हो पेलिरहेको थियो डाइरेक्टमा ओहो गुन्डीलाई फेरि हाम्रो गुन्डी प्रो प्लेयर छ एक नम्बरको गएर सिधै भिडिदिन्छ हो सबैजनासँग एक्लै फेरि होइन त गुन्डी भनेको टक्क लाएर भ्याक्सिन आएको यसलाई पनि ल्याम्म चखारी भनेको सालीले उखाडिदिएको ल्याम्मै लाएर भ्याक्सिना फेरि ल्याङ्गनामा झन्डै मार्दै क्या धन्न टाइममै फिकर थियो र मात्र बाँच्यो नत्र यो भ्याक्सिनाहरू गुइने भयो टोक्ने एउटाले उफाने अर्कोले थचार्ने गरेर झन्डै माछालाई स्लेम टिप फ्याटै बनाइदिन्थ्यो त यस्तो यो सिसी हिरोदेखि चाहिँ मलाई यस्तो रिस उठ्छ नि गेममा होइन जतिखेर नि अड्काइदियो गर्ने न किल हान्न दिने न केही गर्ने दिने जतिखेर नि अड्काएको गर्ने यो पनि केही छैन होइन अगाडि जुलियन बसिरहेको थिएन अब गुन्डी फेरि भिड्न जान्छ होला भनेर यसो गएको त नभन्दै भिड्न गयो कि गुइनी जुलियनसँग फेरि जुलियन चाहिँ डराएर भागिदिएर त्यही पनि यसो भिड्न सकिन्छ कि भनेर गएको ल्याम्मै माटोमा एन्जिलाको सपोर्टले माछालाई भाग्यो क्या के भन्ने अब ठिकै छ भागोस् न त भनेर यसो फार्म हान्दै आएँ ब्याकतिर अब यो गुन्डी अनि अर्को हाम्रो स्यारोन साई भने चाहिँ अब आफ्नै साथीहरू होइन हामी ट्रियो खेलिरहेको थियौँ म कहिले ट्रियो खेल्दिनँ क्या फेरि प्रायः कहिले मात्र ट्रियो खेल्छु होइन नत्र म सोलो ऱ्याङ्क पुस्नै गर्तिर हुन्छु क्या सोलो ऱ्याङ्क पुस गर्न यस्तो मजा आउँछ नि होइन न कसैलाई कराउनु पर्छ न केही गर्नुपर्छ होइन आफ्नै तालमा खेल्नु पर्छ
यस्तो जुलियन हेल्लो भनिदिउँ भनेको त स्किल इस्यु भएर यसले उल्टे ल्याम्मै सुताइदियो त्यही पनि मर्न त मऱ्यो है जुलियन चाहिँ यसो रफिलाले बचाइदिन्छ कि भनेको अब उसको नि स्किल कुलडाउनमा थियो होला तर यो भेक्सिनहरू मिल्छ झन्डैमा गेम सकाउने पाराले गइसक्यो टक्क लाएर जन्मेको त भेक्सिनलाई यस्तो हेल्लो भन्न जाउँ भनेको यस्तो अड्काउँछ नि ल्याम्मै स्ट्यान्ड किल लड हान्न गइरहेको थियो सबजनामा आफू नै यसोमा हेर्न जाउँ न त कस्तो हुन्छ लड भनेर गएको जुलियन मेल्सा अनि अर्को एकजना ल्याम्मै लड हानिरहेको थियो होइन यस्तो चोर्ने भनेको त चोर्नै नसकिदिएर क्या आफूले हाइपर खेल्या भएमा यस्तो रिट्रिसिटी हान्थ्यो अब आफूलाई हाइपर खेल्न आउँदैन खासै कुरी अब के चाहिँ गर्ने त हो यस्तो एम्बुस हान्दै बसिरहेको थियो कोही आउँछ कि यस्तो च्वासै ड्र्यागर छिराइदिउँ कि भनेर बसेको कोही पनि आउँदैन त बा बस्दा 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 वाक्कै लाग्यो क्या कोही आए पो यस्तोमा ट्वाक्क हानेर च्वासै मारिदिउँ भन्ने हुन्थ्यो त्यही पनि केही छैन यसोमा जुलियन आउँछ कि भनेर बसिरहेको नभन्दै आइपुग्यो हानौँ भनेको फेरि अघिको जस्तै मारिदिन्छ क्या त्यही भएर बसिरह्यो होइन अब त आफ्नो टिममेटहरूलाई मार्नु गइसक्यो होइन अझै एम्बुस हान्दै बसिरहेको थिएँ म कोही पनि आएन त्यसपछि यसो अब लड पनि क्लियर गरौँ भनेर यहाँ बसिरहेको जुलियन र भेक्सिना सँगसँगै आएर क्या भेक्सिनालाई देखेपछि म फेरि के भएर भने भेक्सिनापट्टि गएको ड्र्यागर कता मिसो भएर सारा जुलियनपट्टि गइदिरहेको झन्डै मारिदियो मानेको यो मेल्सा आएर लास्टमा यस्तो गिद्दी खराब गरेन यस्तो मारिदियो क्या यस्तो रिस उठ्छ फेरि यस्तो भएको बेला चाहिँ आफ्नो टिम कहाँ छ होइन लड कहाँ आएर छ कहाँ फाइट भएर छ केही नहेरिकन खेल्छन् हो यिनीहरू पनि के भन्नु र अहिले यस्तोमा अब यस्तो अब खेल्न नआउनेहरू लिएर खेल्दाखेरि पनि आफ्नो बेस्ट दिन खोजेन लास्टमा माछालाई गेमै सकाइदिएर खेल्थ्याम त्यही भएर कहिले कहिले यस्तो दिमाग खराब हुन्थेन होइन त्यो प्लेयरहरू अगाडि भएको यस्तो गाली गर्न मन थियो यस्तो गाली गर्न मन थिएन होइन तर केही छैन गुसन फर्स्ट टाइम खेलेर पनि एमभिपी पाउनु भनेको नट ब्याड क्या